ओ माई गड यार साथीहरू अब कति दिन बस्ने हो त नेपालमा भिसा लाग्न लाग्न आँट्यो जस्तो छ त हौ भन हो गाइस यार के गर्नु यस्तै छ आजभोलिको दिन दुनियाँहरू आफूलाई मन लागे पनि नलागे पनि चाहे पनि नचाहे पनि विदेशतिर लाग्नै पर्ने हुँदो रहेछ आफ्नो परिवारलाई छोड्न मन लागि नलागे पनि विदेशतिर लाग्नै पर्ने हुँदो रहेछ आफू बाल्यकालमा होइन के साथीहरू नेपालमा यस्तो हुनुपर्दैन नेपालमा हरेक कुराको रोजगारी हुनुपर्थ्यो सबैले पढ्न पाएको भए हुन्थ्यो सबैले आफूले चाहे जस्तो काम पाए हुन्थ्यो तर छैन क्या यस्तो साथीहरू तर होइन के साथीहरू आजभोलि विदेश नगई हुँदैन किन यस्तो किन हामीहरूको यो नेपालमा चाहिँ के कुराको चाहिँ कमी भइरहेछ के कुराको यस्तो खाँचो भइरहेछ यस्तो झट्टै हेर्दाखेरि त केही कुराको कमी छैन हामीहरूको नेपाल भनेको जलस्रोतमा धनी देश भनेर भनिन्छ प्राकृतिक रूपले एकदमै धनी र भरिपूर भनेर पनि भनिन्छ तर मेन कुरा भनेको चाहिँ आफ्नो परिवारसँग छुटेर चाहिँ किन जानुपर्ने साथीहरू बाल्यकालदेखि आफ्नो परिवार छोडेर कतै जान नपरेको आफ्नो घरदेखि टाढा कतै मामालासम्म कोही त कतै आफ्नो घर परिवार छोडेर काहीँ टाढो हप्ता महिना दिनसम्म पनि बस्न नसक्ने मान्छेहरूलाई पनि अहिले विदेशतिर धाउन परिरहेछ होइन साथीहरू यो सब ठिक होइन म भन्न चाहन्छु नेपालमा जति सक्दो यो विदेशतिर धाउनु पर्ने कुरा चाहिँ